लाइन है लाइन गाइस जामाचो यात्रा We are ready for hiking. यो कुन ठाउँ रे? यो जामाचो हामी जामाचो जाँदैछौँ अब हिँड्न सुरु भएको छ अब We are enjoying. नयाँ ट्रेन्ड आएर रहेछ हाइकिङ भन्ने हामी चाहिँ गाउँमा त्यति काम गर्दाखेरि हिँड्ने सिस्टमलाई चाहिँ अहिले हाइकिङ भन्दा रहेछन् होइन पुरै मेलै लागे जस्तो हुँदो रहेछ होइन यहाँ त अब हाइकिङको लागि आइरहेको मरो साथी त्यस्तो छ जङ्गलको बाटो छ मजा आइरहेको छ मान्छेहरू पनि बहुत धेरै छन् होइन मान्छेको पुरै नगरौँ यहाँ त मेला लागे जस्तै हुँदो रहेछ यस्तो छ जङ्गल होइन बाटो चाहिँ क्लियर छ सिडी नै सिडी होइन बाटो त्यस्तो गाह्रो छैन जङ्गल भएर हिँड्न नि सजिलो यो बाँदरको त बिचरा हातै एउटा रहन्छ यार एउटा हात र एउटा खुट्टा पनि रहन्छ यार वाउ कस्तो दामी छ यार भ्यू मान्छेहरू पनि अत्याधिक आउने रहेछन् कोही चाहिँ सुसी हिँडिरहेछन् कसैलाई काठमाडौँको भार लागेको छ यस्तै दृश्य देख्न पाइरहेको छ होइन Refresh. Spring season. New Year. यस्तै देखिरहेछ काठमाडौँमा बस्दा खाएको नपचेको देखिन्छ साथीहरू यहाँ कोही चाहिँ एकदम हिँड्न नसक्दाखेरि अनि त्यस पछाडि काठमाडौँको धुवा धुलो खाँदा वाक्क भइसकेको मान्छे चाहिँ यहाँ आउँदाखेरि चाहिँ अर्कै संसारमा आए जस्तो हुँदो रहेछ होइन धेरै मान्छेहरूलाई चाहिँ काठमाडौँमा बसेर खाएको भात देखिरहेछ होइन नयाँ दृश्य रमाइलो मान्छेहरूको मतलब हुनै छ अब चाहिँ अलि तेर्सो आयो क्या हो त्यस्तै छ होइन मनोज सरलाई अलिक गाह्रो भयो जस्तो छ आज हाम्रो बाटो चाहिँ पुरा वाव छ क्या होइन बाटो चाहिँ पुरा वाव नै छ फाइनल्ली तेर्सो बाटो आयो गाइज यहाँ पुरै अब जालीहरू पनि लाएर रहेछ बाटो यताउता यस्तो छ अवस्था ठिक छ सबै मान्छेलाई हाइकिङ जान चाहिँ सजेसन गर्छु जो चाहिँ काठमाडौँमा भात खाएर मात्रै बसिरहनु भएको छ होइन उहाँहरूलाई जो चाहिँ गाडी मात्रै चढ्नु भएको छ कहिले हिँड्नु भएको छैन नि अब गाउँमा बस्ने मान्छेहरूलाई त अब के हाइकिङ भन्नु डेलीको रुटिन नै यही हुन्छ हिँड्ने दौडिने काम गर्ने नै हुन्छ होइन तर काठमाडौँमा बस्ने मान्छेहरूलाई अलि त्यस्तै पर्छ त्यही भएर हिँड्नु होला हप्तामा एकचोटि सजेसन दिन्छु होइन ठाउँ पनि त एकदम हिँड्न लागिरहेछ थोरै हाम्रो गाउँ जस्तो छ र यार हाम्रो गाउँमा त बोट बिरुवा नै हुन्नन् भिड पनि छ होइन यहाँ चाहिँ अलिकति सम्म ठाउँ रहेछ एक लेभलको हाइटमा चाहिँ हामी पुगिसकेका छौँ अरू चाहिँ अब त्यस्तै हो वाउ नै छ क्या ठाउँ चाहिँ यस्तो बवाल रहेछ यार फेरि उकालो हो कि माथि होला सायद
आएको गाइस। Yes, we are eating banana. अब बनानाको टर्न भइरहेको छ, इनर्जी अलि लो लो भयो अनि त्यसपछि केरा खानुपर्छ। We are just कस्तो मजाको महसुस भइरहेछ। ए मान्छेहरू हेर्नुहोस् पुरै लाइक मेला लागेको जस्तो छ। मनोज सरलाई कस्तो फिल भइरहेछ यसो भन्नुहोस् त। amazing. I love it. Like it is totally worth it. ठिक छ, हामी त अलि धेरै माथि नै आइसकेका छौँ। मान्छेहरूको हिँडाइ पनि अलिक धिमी धिमी भइरहेछ है, के भने त्यस्तै छ। हामी पनि एकदम बिस्तारै आइरहेछौँ। First hike with मनोज पछाडि पनि मान्छे आउने क्रम जारी नै छ। अगाडिका मान्छे त अब कुरै नगरौँ। यस्तो सुनसान जङ्गल छ, जङ्गलको बिचमा यस्तो बाटो छ, हराउने कुनै डर छैन। एक्लै आयो भने चाहिँ अलिक समस्या हुनुहुन्छ कि नत्र केही पनि छैन। हामीलाई अलिकतिको डर गाउँमा यत्रो बाटो हिँड्या मान्छे। टपमै फर्स्टमै टपमा जाने हो नि। माथि चढ्दै अब टावर के छ र। मनोज सर आउनुहोस्। मनोज सर पनि आउनुहुन्छ। टावरमा चढ्दैछौँ हामी। अब काठमाडौँको नजारा पनि हेरौँ यहाँबाट होइन। वाउ नै छ तर राम्रोसँग देखिएन गाइज। क्यामेरामा अलिक दम छैन, बट मैले चाहिँ मेरो मेमोरीमा चाहिँ कैद गरिसकेको छु। जियोस् रमाइलै छ तर यो अलिकति यो माथिको सिडी चाहिँ अलिकति नाजुक अवस्थामै छ कि जस्तो लाग्छ मलाई चाहिँ है। पचाक पचाक गरिरहेको छ साथीहरू। चारैतिर हेर्नु पाइँदो रहेछ। त्यो सिडी चाहिँ अलिक भएन यार साथीहरू। ठेक्दैन कि भन्ने डर पनि भयो कि।
गुड